हार्दिक स्वागत अनि नमस्कार। के तपाईलाई देश बन्दै बनेन भनेर चिन्ताले सताएको छ? कसैले तपाईलाई यो देश बन्दैन भनेर निराश बनाएको छ? यो देशमा भविष्य छैन, विदेशको तयारी गर भनेर कसैले पढाएको छ? आज हल्ला होइन सल्लाह गरौँ। आउनुहोस् एकपटक आफ्नै देश हेरौँ। सुरुवात सडकबाट गरौँ। सडकबाटै सुरु गरौँ, किनभने सडक नै त्यो पूर्वाधार हो जसले शिक्षाको लागि किताब ओसार्छ, बिजुलीको लागि उपकरण ओसार्छ, स्वास्थ्यको लागि औषधि ओसार्छ, खानाको लागि अन्न ओसार्छ, बिरामी ओसार्छ, वृद्धा ओसार्छ, गाडीमा हालेर स्कुलसम्म विद्यार्थी ओसार्छ, डाक्टर ओसार्छ। जे गर्न पनि सडक चाहिन्छ। यो 1021 किलोमिटर लामो पूर्व पश्चिम महेन्द्र राजमार्ग हो। 2019 मा शिलान्यास गरेर खण्ड खण्डमा निर्माण गर्दै 2052 मा निर्माण सम्पन्न गरिएको यो राजमार्ग सुरुमा इन्टरमिडिएट लेन ब्ल्याकटप अर्थात् बीचमा 1 लेन पिच थियो, त्यसपछि 2 लेन भयो र अहिले झापाको मेची नदीदेखि धनुषाको कमला नदीसम्म 250 किलोमिटर र चितवनको भरतपुरदेखि कपिलवस्तुको चन्द्रौटासम्म 190 किलोमिटर गरी 440 किलोमिटर 4 लेन र 6 लेनमा विस्तार हुँदैछ। यो महेन्द्र राजमार्गभन्दा दक्षिणमा अर्को एउटा राजमार्ग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म लगभग निर्माण सम्पन्न हुने चरणमा छ। एउटा नमुना हेरौँ। यो हुलाकी राजमार्ग हो। पूर्व पश्चिम 975 किलोमिटर र उत्तर दक्षिण जोड्ने 35 वटा सडकको 882 किलोमिटर गरी 1857 किलोमिटरको हुलाकी राजमार्गको यो प्याकेज मध्ये 1259 किलोमिटर कालो पत्रे र 142 वटा पुल कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ। कपिलवस्तु, दाङ र बाँकेमा राष्ट्रिय वन र चितवनमा राष्ट्रिय निकुञ्जको क्षेत्र परेको हुनाले केही ढिला भएको देखिएको छ, तर मानव बस्ती भएका क्षेत्रमा भने यो सडक लगभग निर्माण सम्पन्न भइसकेको छ। अनि यो हो मदन भण्डारी लोकमार्ग। मदन भण्डारी लोकमार्गले महेन्द्र राजमार्गभन्दा उत्तर चुरेको बीच मेची महाकालीको यात्रा गराउनेछ। यो सडकको कुल लम्बाइ 1390 किलोमिटर मध्ये 1034 किलोमिटर पिच छ। 142 वटा साना ठुला पुलहरू बनिसकेका छन्। 312 किलोमिटर पिच गर्ने तयारी बढिरहेको छ र लगभग 80 किलोमिटर मात्र ट्र्याक खोल्न बाँकी छ। मदन भण्डारी लोकमार्गभन्दा माथि छ मध्य पहाडी लोकमार्ग। महाभारत पर्वतको माथिबाट मेचीदेखि महाकालीसम्म, 5 थरको चिवा भन्ज्याङदेखि दार्चुलाको झुलाघाटसम्म पुष्पलाल मध्य पहाडी लोकमार्गको 1854 किलोमिटर मध्ये 1452 किलोमिटर कालो पत्रे भइसकेको छ र 137 मध्ये 106 वटा पुलहरूको निर्माण सम्पन्न भइसकेको छ। 2 लेनमा चलिरहेको नेपालको मेची महाकाली सडक सञ्जाल पछिल्लो 10 वर्षमा 8 लेनमा विस्तार हुँदैछ र महेन्द्र राजमार्गलाई 4 लेनमा विस्तार गरिसक्दा 10 लेनको सडक सञ्जाल रहनेछ मेचीदेखि महाकालीसम्म। त्यति मात्र होइन, उत्तर दक्षिण कनेक्टिभिटी पनि स्तरीय बन्दैछ। ताप्लेजुङदेखि झापासम्म मेची राजमार्ग, फेरि ताप्लेजुङदेखि धरानसम्म तमोर कोरिडर, किमाथाङका सङ्खुवासभादेखि विराटनगरसम्म कोशी राजमार्ग, सोलुखुम्बुदेखि उदयपुर हुँदै मिर्चैयासम्म सगरमाथा राजमार्ग, दोलखाको फलाग नाकादेखि जनकपुरसम्म जोड्ने सडकको विस्तार, रसुवाको रसुवागढीदेखि धादिङको गल्छीसम्म, मनाङदेखि डुम्रेसम्म, मुस्ताङदेखि नवलपुर गैँडाकोटसम्म काली गण्डकी करिडर, सुर्खेत छिन्चुदेखि डोल्पासम्म भेरी करिडर, कोहलपुरदेखि सुर्खेत हुँदै कालीकोट जुम्ला मुगु हुम्लासम्म कर्णाली करिडर, धनगढीबाट अत्तरिया डडेलधुरा डोटी हुँदै बाजुरासम्म, उता डडेलधुरादेखि दार्चुलासम्म, अनि फेरि महाकालीको किनार महेन्द्रनगरदेखि दार्चुलासम्म महाकाली करिडर। यो बीचमा अरू पनि धेरै सडकहरू छन्, तपाईँले देखिरहनु भएको छ। हाम्रो सडक चाहिँ छुटायो नि भनेर मलाई गाली नगर्नु होला प्लिज। अब यी सडकहरू कहिले बने तथ्याङ्कमा हेरेर इतिहासको सविस्तार व्याख्या गरौँ। यो भन्नलाई जिब्रो कमाउनु पर्दैन कि 2007 सालभन्दा अगाडिसम्म नेपाल मध्ययुगमै बाँचेको थियो। तेस्रो पञ्चवर्षीय योजनाका अनुसार राणा शासन अन्त्य हुँदा 2007 सालसम्म नेपालमा जम्मा 376 किलोमिटर मात्र सडक थियो। त्यसमध्ये 5 किलोमिटर मात्रै कालो पत्रे सडक र बाँकी 83 किलोमिटर ग्राभेल अनि 288 किलोमिटर माटे सडक थियो। यो तथ्याङ्कलाई नबिर्सिनु होला, पछि पनि काम लाग्नेवाला छ।
विक्रम सम्वत 2013 मा पहिलो पञ्चवर्षीय योजना सुरु भएपछि बल्ल नेपालमा योजनाबद्ध विकासको सुरुवात भयो। राजा महेन्द्रको शासनकालको अन्त्यतिर 2027 सालमा नेपालमा 2730 किलोमिटर सडक थियो, जसमध्ये 821 किलोमिटर कालोपत्रे, 435 किलोमिटर ग्राभेल र 1474 किलोमिटर ट्र्याक मात्रै खोलिएको थियो। यो पञ्चायतको समय थियो, पार्टीहरू प्रतिबन्धित थिए, देश राजा र पञ्चहरूले चलाएका थिए। 28 साल पछिको 47 सालसम्म 19 वर्ष राजा वीरेन्द्रले एक लौटी शासन चलाएका थिए। त्यति बेला पनि पार्टीहरू प्रतिबन्धित नै थिए। त्यसबीचमा 4600 किलोमिटर सडक थपियो र पुग्यो 7330 किलोमिटर। 46 सालको चैत्रबाट जनआन्दोलन सुरुवात भयो र 47 सालको सुरुवातमै नेपालमा प्रजातन्त्रको पुनर्स्थापना भयो। त्यसपछिको 34 वर्षमा के भयो? सबैभन्दा बढी प्रश्न आजको दिनमा उठाइएको त्यो 34 वर्षको अवस्था एकपटक निहालौँ। प्रजातन्त्र पुनर्स्थापना पछिको 34 वर्ष अर्थात् 2081 मा आइपुग्दा नेपालमा 1 लाख किलोमिटर भन्दा लामो सडक सञ्जाल बनिसकेको छ। केन्द्र सरकारबाट 18,808 किलोमिटर कालो पत्रे सहित 35,490 किलोमिटर अनि प्रदेश र स्थानीय सरकार मार्फत 67,246 किलोमिटर गरी 1,02,000 किलोमिटर भन्दा लामो सडक सञ्जाल निर्माण भइसकेको छ। सारांशमा भन्दा 7 सालसम्म 376 किलोमिटर, 7 साल पछिको 40 वर्षमा 7,000 किलोमिटर र 47 साल भन्दा पछिको 34 वर्षमा 95,000 किलोमिटर सडक निर्माण भएको छ। देश बन्यो कि बिग्रियो, यिनै तथ्याङ्कहरूले बताइरहेको छ। अनि यो बीचमा लागेको ऋण नि तपाईँको दिमागमा भएको प्रश्न यही हो। तथ्य र तथ्याङ्कमा टेकेर यो प्रश्नको पनि जवाफ खोज्नेछु। अनि सडक मात्रै बनेर हुन्छ त भन्ने सोचिरहनु भएको छ भने एक नजर यता पनि। यो हो विद्यालय रसुवाको, नुवाकोटको, सिन्धुलीको, बैतडीको, दार्चुलाको कुना कुनामा यस्ता आलिशान विद्यालयहरूको संख्या हजारौं छन्। भवन मात्र भएर हुन्छ, गुणस्तर हुनु पर्यो नि। यही कमेन्ट लेख्न लाग्नु भएको भने भइगो, औँलालाई दुःख नदिनुहोस्। बन्दैछ नेपालमा शिक्षा सम्बन्धी एउटा एपिसोड छ, त्यो एपिसोड खोजेर हेर्नुहोला। खोजेर हेर्न तपाईँले भ्याउनुहुन्न भने लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु, त्यही क्लिक गरेर हेर्न सक्नुहुन्छ। त्यही पनि जाँगर चल्दैन कि भन्ने डर लाग्छ भने सारांश म अहिले नै बताइदिन्छु। विद्यालयमा गुणस्तर वृद्धिका लागि निशुल्क पाठ्यपुस्तक, लाखौंलाई छात्रवृत्ति, कम्प्युटर सहितको ल्याब भएका हजारौं कक्षा कोठाहरू, दुर्गमका विद्यार्थीका लागि छात्रावास, जीवनोपयोगी सिपहरू सिकाउनको लागि सिक्दै कमाउँदै कार्यक्रम, छात्राहरूका लागि निशुल्क स्यानिटरी प्याड, विद्यालय नर्सको प्रबन्धदेखि साना नानीहरूका लागि दिवा खाजा कार्यक्रमसम्म लागू भइरहेका छन्। यति कुरा पत्यार लाग्दैन भने नजिकैको विद्यालयमा सम्पर्क गर्नुहोला। धन्यवाद। अब यी विद्यालय र शिक्षा विस्तारको इतिहासलाई पनि एकपटक निहालेर हेरौँ। 2007 सालसम्म जम्मा 203 वटा प्राथमिक विद्यालय, 22 वटा माध्यमिक विद्यालय र एउटा क्याम्पस गरी 226 वटा शिक्षण संस्थाहरू थिए। त्यसको 40 वर्षपछि अर्थात् 2047 सालमा 17,842 वटा प्रावि, 3,964 वटा निमावि, 1,950 वटा मावि र 149 क्याम्पस गरी जम्मा 23,905 वटा शैक्षिक संस्थाहरू थिए। 47 सालमा प्रजातन्त्र पुनर्स्थापना पछिको 34 वर्षमा अर्थात् 2081 मा 17,257 प्रावि, 6,648 निमावि, 6,493 मावि, 5,049 उच्च मावि, 1,440 क्याम्पस गरी 36,887 वटा शिक्षण संस्थामा नियमित पढाइ चलिरहेकै छन्। र यो पछिल्लो 34 वर्षमा थपिए 24 वटा मेडिकल कलेज, 25 वटा इन्जिनियरिङ क्याम्पस, 7 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कृषि, आयुर्वेद, प्राविधिक, विज्ञान प्रविधि लगायतका विभिन्न 16 वटा विश्वविद्यालयहरू। शिक्षा विकासका अरू पनि थुप्रै आयामहरू छन्, यहाँ अटाउन सकिएन। र यसरी पछिल्लो समय उच्च शिक्षा र प्राविधिक क्षेत्रले ठूलो फड्को मार्यो। सडक शिक्षापछि अब लागौँ खानेपानीतर्फ। पानी जिन्दगानी। 2007 सालमा करिब 6% जनसङ्ख्यामा आधारभूत खानेपानीको सुविधा थियो।
त्यसको 40 वर्षपछि अर्थात् 2047 सालमा 39% आधारभूत खानेपानीको सुविधा पुग्यो र त्यसको 34 वर्षपछि अर्थात् 2081 सालमा 95% जनतामा आधारभूत खानेपानीको सुविधा विस्तार भइसकेको छ। भिडियो हेर्दै हुनुहुन्छ, अडियो सुन्दै हुनुहुन्छ, यसको लागि नभई नहुने कुरा हो विद्युत। अब कुरा गरौँ विद्युतको। नेपालमा सियो पनि बन्दैन भनेर हल्ला चलाउनेहरू हेर्नुहोस्, नेपालीकै डिजाइन, नेपालीकै लगानी र नेपालीकै मेहनतमा बनेको 456 मेगावाट जलविद्युत क्षमताको माथिल्लो तामाकोशी हाइड्रो पावर। र सँगै हेरौँ विद्युतको इतिहास पनि। 2007 साल अघिसम्म 1 मेगावाट भन्दा पनि कम विद्युत उत्पादन हुन्थ्यो र प्रयोगकर्ता थिए 1% भन्दा पनि कम। त्यसको 40 वर्षपछि अर्थात् 2047 सालमा कुल उत्पादन 227 मेगावाट पुग्यो अनि प्रयोग गर्नेहरूको संख्या 8.8%। र त्यसको 34 वर्षपछि अर्थात् 2081 सालमा आइपुग्दा कुल उत्पादन 2877 मेगावाट र प्रयोग गर्नेको संख्या 98% भन्दा बढी पुगेको छ। अनि अकालमा नमर्न चाहिन्छ स्वास्थ्य सेवा। नेपालमा स्वास्थ्य सेवा विस्तारको इतिहास यस्तो छ। 2007 साल अघिसम्म अस्पताल, बेड, डाक्टर, टेक्नोलोजी र टेक्निसियन बिरानो थियो जनताको लागि। जम्मा 2वटा अस्पताल र केही बेडहरू। त्यसको 40 वर्षपछि अर्थात् 2047 सालमा कुल अस्पतालको संख्या 111, कुल बेडको संख्या 4768, स्वास्थ्य केन्द्रको संख्या 816 र मेडिकल कलेज एउटा मात्र। अनि त्यसको 34 वर्षपछि अर्थात् 2081 सालमा आइपुग्दा सरकारी अस्पतालको संख्या 345, कुल बेड संख्या 18,740, स्वास्थ्य केन्द्र 7,979, मेडिकल कलेज 24, स्वास्थ्य विज्ञान प्रतिष्ठान 7वटा, आयुर्वेद अस्पताल 341 र विशिष्टीकृत अस्पताल 40वटा रहेका छन्। संख्या बढेर मात्रै हुन्छ, गुणस्तर हुनु पर्यो नि भन्नुहुन्छ भने स्वास्थ्य सेवाको गुणस्तर मापन गर्नको लागि औसत आयुलाई हेर्न सकिन्छ। किनभने स्वास्थ्य सेवा राम्रो छ भने औसत आयु बढी हुन्छ, स्वास्थ्य सेवा नराम्रो भए औसत आयु कम हुन्छ। नेपालको औसत आयुको अवस्था कस्तो छ? 2007 सालमा नेपालीको औसत आयु थियो जम्मा 38 वर्ष। त्यसको 40 वर्षपछि 2047 सालमा नेपालीको औसत आयु 54 वर्ष अनि त्यसको 34 वर्षपछि 2081 सालमा नेपालीको औसत आयु 71 वर्ष कटेको छ। शिशु मृत्युदर 2007 सालमा प्रति हजारमा 200 भन्दा बढी, 47 सालमा प्रति हजारमा 102 र 2081 सालमा प्रति हजारमा 33 अर्थात् 3.3% झरेको छ। कृषिको अवस्था त ध्वस्तै भयो नि भन्ने लाग्दैछ भने पक्नुहोस्, कृषिको लागि आधारभूत आवश्यकता हो सिँचाइ। 2007 सालमा सिँचाइको सुविधा भएको क्षेत्रफल लगभग 7,000 हेक्टर मात्र थियो। त्यसको 40 वर्षपछि अर्थात् 2047 सालमा सिँचाइको सुविधा भएको क्षेत्रफल 6 लाख हेक्टर पुग्यो अनि त्यसको 34 वर्षपछि 2081 सालमा सिँचाइको सुविधा भएको क्षेत्रफल 15,50,000 हेक्टर पुगेको छ। नेपालमा आधुनिक कृषिको विकास कसरी हुँदैछ भन्ने कुरा बुझ्नको लागि बन्दैछ नेपालमा केही कृषि सम्बन्धी एपिसोडहरू छन्, खोजेर हेर्न सक्नुहुन्छ। हेरौँला भन्दा भन्दै पनि भुसुक्कै बिर्सिन पनि त सकिन्छ नि, त्यसैले म थोरै सम्झाइदिन्छु अहिले नै। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मात्रै 17वटा सुपर जोन छन् जहाँ हजारौं बिघामा एकै खालको कृषि कर्म हुन्छ। जस्तो कि चितवनमा केरा सुपर जोन छ जहाँ 2800 बिघा भन्दा बढी केराको खेती हुन्छ। किसानहरूले वर्षेनी 2 अर्ब 35 करोड भन्दा बढीको केरा बेच्छन्। चितवनको केराको मात्र कुरा गरेको, माछाको कुरा बाँकी नै छ। नवलपरासी, रूपन्देही, कपिलवस्तुको बीचमा 2600 बिघामा माछा पालिन्छ। 2600 बिघामा माछा पालेर वर्षमा 3 अर्ब 60 करोड रुपैयाँ भन्दा बढीको माछा बेच्छन् किसानहरूले। चितवनको केरा र रूपन्देहीको माछा गरी 6 अर्ब भन्दा बढीको आम्दानी हुन्छ। त्यति पैसाले प्रति क्विन्टल अहिलेको न्यूनतम समर्थन मूल्य 3410 रुपैयाँका दरले 17,59,530 क्विन्टल धान किन्न सकिन्छ,
जुन 2047 सालको कुल धान उत्पादन 32,11,000 क्विन्टलको 54% भन्दा बढी हुन जान्छ। एकैछिन चितवनमा केरा भन्दा धेरै तरकारी उत्पादन हुन्छ अनि धान, मकै, तोरी, माछा, मौरी अरू धेरै चिजहरूको पनि उत्पादन हुन्छ। केराको चाहिँ सुपर जोन हो र यस्ता सुपर जोनहरू नै देशमा 17वटा छन्। 17वटा सुपर जोन जहाँ कृषिका उत्पादनदेखि उत्पादनबाट चल्ने उद्योगसम्मको स्थापना भएको छ। कोल्ड स्टोरहरू छन्, स्टोरेजहरू छन् जहाँ सरकारले 85% अनुदान दिने गरेको छ। सुपर जोन पछि जोन 180वटा, जस्तो कि रामेछापको जुनार जोन। कैयौँ गाउँहरूमा जुनार नै जुनार बन्दैछ नेपालको एउटा एपिसोडमा तपाईँले हेर्न सक्नुहुन्छ। अनि 1600वटा ब्लक, 8,000 भन्दा बढी पकेट। यो त एक झलक मात्रै हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मात्र लगभग 14 लाख किसानहरू कृषि कर्म अगाडि बढाइरहेका छन्। 21 लाख रोजगारी सिर्जना गरेका छन् र वर्षेनी 17 अर्ब 43 करोड भन्दा बढीको थप उत्पादन गरेर राष्ट्रलाई योगदान गरिरहेका छन्। सजिलो चाहनुहुन्छ भने मेरै कुरा पत्याउनुहोस्, होइन खोज्न सक्नुहुन्छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ। त्यतिले पनि तपाईँलाई पत्यार लाग्दैन भने लोकेसन हेरेर आफै कृषि कर्मको नमुना हेर्न सक्नुहुन्छ। हेरेको राम्रो, तपाईँलाई पनि केही थप आइडिया आउन सक्छ। पछिल्लो समयको प्रगति र विकास यति मात्र होइन, प्रशासनिक झन्झटलाई कम गर्न नागरिक एपको विकास भइरहेको छ। भविष्यको सुरक्षाका लागि सामाजिक सुरक्षा कोष मार्फत बिमा, उपदान र पेन्सन सहितको सुरक्षाको कार्यक्रम अगाडि बढाइएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको छ। महिलाहरूमा उद्यमशीलता वृद्धि गर्न महिला उद्यमशीलता विकास कोष मार्फत सहुलियतपूर्ण ऋण प्रवाह भइरहेको छ। स्टार्टअप बिजनेसका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान कार्यरत छ। आइटीको क्षेत्रमा काम गर्ने युवालाई सहज बनाउन अध्यादेश मार्फत कानुनी सहजता सिर्जना गरिएको छ। भूकम्प पछिको पुनर्निर्माण, सबै जनताको फुसको छानो हटाएर टिनको छानो लगाउने कार्यक्रम, वृद्ध वृद्धा, विधवा, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिहरूलाई मासिक भत्ताको व्यवस्था, गाउँमा ज्येष्ठ नागरिक मिलन केन्द्रहरू अनि सडक बालबालिका र सडकमा सहयोगापेक्षी मानवहरूलाई सुरक्षित आवास प्रदान गर्ने कार्यक्रमहरू पनि अघि बढिरहेकै छन्। अब म आइपुग्छु मैले भन्नै पर्ने कुरामा। बन्दैछ नेपाल अपूर्ण वर्तमान, अङ्ग्रेजीमा भन्दाखेरि प्रेजेन्ट कन्टिन्युअस टेन्स। बनिसकेको छैन तर बन्दैछ। नेपाल र नेपालीको दुःखको कारण 104